सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुटु के सोचेर गृहमन्त्री बाबुलाई धेरै नउताउलिन नचम्किन सम्हालिन सल्लाह दिन चाहन्छु। जेल भोगेका छौँ, कठिनाइहरू भोगेका छौँ, हाम्रा लागि नयाँ कुरा होइन। हामी जुनसुकै बलिदान दिन तयार छौँ, जिस्क्याउनु पर्दैन। देशमा सरकार छ, संविधान अनुसार बनेको छैन, बलमिच्याङले बनेको सरकार छ। अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, संसद तुरुन्तै शपथ ग्रहण गरेर तुरुन्तै संसद भङ्ग गर्ने सिफारिस गर्छु। त्यो सिफारिस लागू गर्नुपर्छ र संसद भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु, नत्र भने देशमा जेनजीले आगो बाल्छ। अनि संसद भङ्ग गर्ने पूर्व शर्त राखेर सर्वोच्च सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु। उहाँलाई राम्ररी थाहा छ नेपालको संविधानको उहाँ व्याख्या गरेर आएको मान्छे हो।